ओम काली काली महाकाली कालिके पापहरणी धर्मोक्ष प्रदे देवी गुह्य काली नमस्तुते। जय काली, जय गोरख, जय भवानी, जय सनातन। नेपाल विगत 27,000 वर्षदेखि प्रत्यक्ष रूपमा नेपालको अस्तित्व दस्तावेजहरुमा पाउँछौं। 27,000 वर्ष पुग्ने रहेछ। ज्योतिषीय कालगणना अनुसार त यो सनातन संस्कृति सभ्यता 1,95,58,50,127 वर्ष हो। तसर्थ लिखित दस्तावेज नै अहिले नेपालको मानक समय र विशेष गरेर मुद्राको प्रचलन र साथै विभिन्न प्रकारका दस्तावेजहरू कार्बन डेटिङ गरेर प्राप्त गरेका अभिलेखहरू, यी सारा अभिलेखहरूलाई हेर्दाखेरि नेपालको अस्तित्व अत्यन्त प्राचीन देखिन्छ। समग्रमा यो सभ्यता यहाँ विभिन्न प्रकारका सभ्यताहरू आएर बास बसेको देखिन्छ। यहाँ सनातन तन्त्रको मूल क्षेत्र हो यो र साथै यो बौद्ध परम्पराको वैदिक परम्पराको तन्त्रका परम्पराको साथसाथै शैव तन्त्रको एउटा पाठ, एउटा भाग, किराँत दर्शन, किराँत सभ्यताको र शैव तन्त्रको एउटा भाग वज्रयान परम्पराको यो भूमि हो। यसका साथसाथै वैष्णव तन्त्रको पनि यहाँ प्रत्यक्ष प्रभाव देखिन्छ। तसर्थ वज्रयान अन्तर्गत शैव तन्त्रको एउटा भाग, विशेष गरेर किराँतेश्वर भगवान पारुहाङ र सुम्निमाको सम्बन्ध, त्यो अगाडिको सभ्यताको यात्रा, साथसाथै सनातन परम्पराको मूल आधार, मूल छाताभित्र वज्रयानको परम्परामा बौद्ध शैव तन्त्रको एउटा बौद्ध परम्परा, वज्रयान परम्परा त्यहाँ पनि रहेको देखिन्छ। साथसाथै वैष्णव परम्परामा पनि, तर समग्रमा सबै तन्त्रको मूल आशय, मूल आधान, मूल क्षेत्र, मूल यसको प्रभाव कहाँ छ भन्दाखेरि यही पार्श्व क्षेत्रमा छ। नेपालमा 7वटा प्रमुख नदीहरू छन्। कर्णाली नदी, कोशी नदी, कर्णाली, सप्तगण्डकी, सप्तकोशी। यी 7वटा नदी 21वटा नदीको संगम, विशेष गरेर गण्डकी शक्तिपीठ, कर्णाली शक्तिपीठ र कोशी शक्तिपीठ, यी 3टा शक्तिपीठ, शिव शक्तिपीठहरू 3टा रहेका छन्। कर्णाली शक्तिपीठमा भगवान साक्षात 10 महाविद्याको प्रादुर्भावको स्थान मानिन्छ कर्णाली शक्तिपीठमा। साथसाथै गण्डकी शक्तिपीठमा साक्षात प्राम्बा राजराजेश्वरी महामाया मृडानी रुद्रानी भगवती नारायणीको, श्रीको राजराजेश्वरी मृडानी रुद्रानी भवानीको त्यो स्वरूप मानिन्छ। साथसाथै कोशी साक्षात सरस्वतीको सेतो प्रभाव छ। कोशीको जल सेतो छ, गण्डकीको जल मिश्रित छ। 7वटा गण्डकीको कालो, सेतो, पहेँलो, नीलो, हरियो सबै प्रकारका तामा कोशी, भोटे कोशी, सारा कोशीहरू मिलेर बनेका छन्। त्यसकारणले त्यहाँ रातो, नीलो, हरियो, पहेँलो, कालो सबै आयामहरू देखिन्छ। कृष्ण गण्डकीमा कालो स्वरूप छ, नारायणीमा पहेँलो स्वरूप छ र साथसाथै शुक्ल गण्डकीको सन्दर्भ भनेको त्यो आफै पनि एउटा महत्त्वपूर्ण अवस्था छ। यसका साथसाथै कर्णाली शक्तिपीठ, शिव शक्तिपीठ कर्णाली नदीको वरिपरि विकास हुने शक्तिपीठ यो तान्त्रिक शक्तिपीठ हो। 3टा शक्तिपीठको क्षेत्र हो नेपाल। महाकाली शक्तिपीठ, महालक्ष्मी शक्तिपीठ र महासरस्वती शक्तिपीठ। महाकाली शक्तिपीठ कर्णालीको वरिपरि महाकाली शक्तिपीठ देखिन्छ। त्यो साक्षात भगवती महाकालीको, रुद्रको, रुद्रायणीको, रुद्र भगवतीको, रुद्रायणीको क्षेत्र हो। त्यो वास्तवमा त्यो मानसखण्ड, साक्षात मानसखण्डको जुन भाग छ, केदारखण्डको भाग छ, त्यो महाकालीको क्षेत्र हो। त्यसकारणले त्यो महाकालीको क्षेत्र भएको हुनाले त्यो क्षेत्र महाकालीको शक्ति त्यहाँ जागृत अवस्थामा छ। त्यहाँका सामान्य जनदेखि लिएर उच्चतम व्यक्तिले यदि महाकालीको उपासना गर्ने हो कर्णालीको वरिपरि भने त्यो वास्तवमा त्यो क्षेत्र त्यो जागृत हुनेछ। किन भगवती महाकाली संहारक शक्ति हुनुहुन्छ। त्यसकारणले विकास पुगेन भन्नुभन्दा पनि साधकहरू त्यहाँ नभएर त्यहाँको विकास नभएको। यदि तान्त्रिक साधना मात्र, गोरखनाथ र तान्त्रिक साधनाको यदि त्यहाँ केन्द्र स्थापित गर्ने भने कर्णालीको वरिपरि नेपालको पश्चिम, सुदूर पश्चिमाञ्चल जागृत हुनेछ र त्यहाँको संस्कृति र सभ्यता धनी बन्नेछ। त्यहाँका सारा सभ्यताहरू जागृत हुनेछन्। र यसका साथसाथै गण्डकीको क्षेत्र भनेको यो लक्ष्मीको क्षेत्र भएको हुनाले यो गण्डकी क्षेत्रमा के छ भने नारायण गण्डकी जुन यो आयाम छ, यो क्षेत्रमा अलिक सम्पदा छ, सम्पन्नता छ। यसैमा राजधानी छ, काठमाडौँ छ। साथसाथै सम्पन्नता किन छन्? यो लक्ष्मीको क्षेत्र भएको हुनाले पहिलेदेखि यो समृद्ध छ। यो ठाउँ पहिलेदेखि यो ठाउँ धनी छ।
यहाँको सभ्यता धनी छ, उपत्यकाको सभ्यता धनी छ, किनभने यहाँ साक्षात लक्ष्मीको स्थान छ। यहाँ भगवतीका विभिन्न स्वरूपहरू छन्, वज्रयोगिनीदेखि लिएर दक्षिणकालीसम्म र साथसाथै कुशेश्वरदेखि लिएर यता इचङ्गु विसङ्गु नारायणसम्मको जुन अवस्था छ त्योभन्दा नि पर गोसाईकुण्ड, दामोदर कुण्ड, यी सारा कुण्डहरू बेष्टित भएको हुनाले यो क्षेत्र लक्ष्मीको क्षेत्र भएको हुनाले प्राचीन कालदेखि यो क्षेत्र सम्पन्नताको प्रतीक मानिन्छ। त्यस साथसाथै कोशीको क्षेत्र साक्षात सरस्वतीको क्षेत्र भएको हुनाले त्यो क्षेत्र साक्षात सप्तकोशी रहेको हुनाले त्यहाँ धन धान्यको वृद्धि हुने र ज्ञानको उपासनाको क्षेत्र भएको हुनाले जनकपुर धामदेखि उता याज्ञवल्क्यको निरन्तर याज्ञवल्क्यको जुन साधना छ त्यो क्षेत्र जनकपुरको पूर्वी भाग जुन छ त्यो क्षेत्र साक्षात सरस्वतीको क्षेत्र, 3 शक्तिपीठको यो बेष्टित नेपाल हो। त्यसकारणले गर्दा त्यहाँदेखि कामरूप कामक्सासम्म ब्रह्मपुत्रसम्म साक्षात सरस्वतीको भाग हो भने यता पश्चिम नेपालमा कर्णालीदेखि पारिपट्टिको भाग जति पनि हिमालय क्षेत्र छ, केदारेश्वर भगवान केदारनाथसम्मको जुन भाग छ त्यो साक्षात कालीको भाग हो। त्यसकारणले महाकाली नदीदेखि लिएर मेचीदेखि मेची कालीको जुन स्वरूप छ यो सम्पूर्ण तन्त्रको आधार छ र शरीरमा जसरी इडा र पिग्ला दुईटा नाडीहरू र सुषुम्ना 3 नाडीहरू शरीरमा चलायमान छन्, त्यसै गरी नै यो राष्ट्रको जुन निरन्तरता छ, यो राष्ट्रको जुन साधनाको पथ छ, यो महाकालीको शक्ति, महालक्ष्मीको शक्ति र महासरस्वतीको शक्ति हाम्रो शरीरभित्र चलायमान छ। कर्णालीको शक्ति, हाम्रो कालीको शक्ति हामीभित्र रक्त सञ्चारमा निरन्तर बगिरहेको छ, नाडीमा चलायमान छ भने महासरस्वतीको शक्ति सुषुम्नामा रहेको छ र साथसाथै महालक्ष्मीको शक्ति पिङ्गलामा रहेको छ। इडा पिग्ला र सुषुम्ना, महाकाली, महालक्ष्मी, महासरस्वती, त्यसका साथसाथै अर्को गंगा, जमुना, सरस्वती यसरी मानिएको छ। तर तन्त्रमा शैव तन्त्र महाकालीलाई, महालक्ष्मीलाई, महासरस्वतीलाई इडा पिग्ला र सुषुम्ना मानिएको छ। त्यसकारणले यस राष्ट्रको सम्पूर्ण प्राणको सञ्चार कैलाश उता माथिको भाग उत्तरको भागमा साक्षात कैलाश ना भगवान शिवको वासस्थान र तन्त्रको जति पनि संवाद छ, तन्त्रमा संवाद जति गरिएको छ एकअर्कामा शिव र पार्वतीले संवाद गर्नुभएको छ। शिव र पार्वतीको संवाद छ, त्यसकारणले यो क्षेत्र जागृत क्षेत्र हो। यो क्षेत्रको एउटा ढुङ्गा ल्याएर तपाईले एउटा शिला ल्याएर एउटा माटोको टुक्रा पनि ल्याएर अथवा काठको एउटा ल्याएर पात राखेर पनि तपाईले उपासना गर्नु र मन्त्रको आह्वान गर्नु, त्यो जागृत भएर आउँछ। यस्तो सिद्ध ठाउँ हो। मात्र अब युवा पंक्तिहरूलाई हामी साधनाको यात्रामा अगाडि बढाउने छौँ। युवा पंक्तिलाई तन्त्रको माध्यमबाट हामी साधक बनाउने यात्रा गर्नेछौँ। यो यात्रा आगामी दिनमा नित्य निरन्तर चल्नेछ। इच्छुक महानुभावहरूले, तन्त्रको साधना गर्न चाहने महानुभावहरूले विभिन्न आयाममा हामीसँग जोडेर आगामी यात्रा हाम्रो मेचीदेखि महाकालीसम्म, तराईदेखि पहाडसम्म हुनेछ। विभिन्न साधनाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई जोड्दै जोड्दै राष्ट्रभरि यो अभियान सुरु गर्नेछौँ र साथसाथै कर्णालीदेखि लिएर कर्णाली, सप्तकर्णाली, सप्तकोशी र सप्तगण्डकी यो सारा सभ्यताको केन्द्रको जागरण एकैपल्ट हुनेछ। यो जागरणले राष्ट्रको जागरण हुनेछ, नेपाल राष्ट्रको बोध उत्पन्न हुनेछ, नेपाल राष्ट्रले बोध प्राप्त गर्नेछ। त्यो बुद्धत्व प्राप्त गर्न, बोध प्राप्त गर्नलाई राष्ट्रलाई बुझ्नु परेछ। युवा पिँढीहरूले, विश्वभरि रहने सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरूले नेपाललाई बुझ्नको लागि नेपाल राष्ट्रको बोध बुझ्न जरुरी छ। तब हाम्रो सभ्यता के हो, हाम्रो इतिहास के हो, हाम्रो सनातन संस्कृति के हो, हाम्रो धर्म नीति के हो, हाम्रो अर्थनीति के हो, हाम्रो समाज नीति के हो, यो बुझ्न आवश्यक छ। अर्थनीति, धर्म नीति, समाज नीति, राजनीति, यी सारा आयामहरू, न्याय नीति, यो सारा आयामहरू छन्। यो सारा र तन्त्र, राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, विभिन्न तन्त्रहरू धरतीमा आएका छन्। तर सबै तन्त्रको सर्वतन्त्र स्वतन्त्र यो नेपाल हो। सर्वतन्त्र स्वतन्त्र नेपाल हो। सबै प्रकारको तन्त्रहरूको यहाँ अभ्यास यहाँ हुन्छ। सबै प्रकार तन्त्र मन्त्र यन्त्रको साधनाको भूमि भएको हुनाले यो तन्त्रको जागरणको अब यात्रा सुरु हुनेछ र आबद्ध हुन चाहने सम्पूर्ण इच्छुक साधक साधिकाहरूलाई हामी आह्वान गर्नेछौँ। यही च्यानलको माध्यमबाट आह्वान गर्नेछौँ। त्यसपछि साधक साधिकाहरूलाई हामी भिन्न भिन्न ठाउँमा जोड्दै जोड्दै साधनाको तहमा अगाडि बढाउनेछौँ। भवतु सब मङ्गलम्।